हाय बेबी छोरा भए पनि छोरी भए पनि ल तिमीलाई थाम्के खलकमा स्वागत छ ल है। म तिम्रो हजुरआमाको तर्फबाट तिमीलाई धेरै धेरै बधाई छ यो नयाँ दुनियाँमा आउनको लागि। ल यो हाम्रो थाम्के खलकमा आउनको लागि धेरै धेरै बधाई छ। ल बेबी तिमी छोरा भए पनि छोरी भए पनि मेरो लागि खुसी हौ है। ल बाई। तिम्रो दिदी आमा पलाती पलाती नि हजुरलाई तर जे भयो नि खुसी हुनुहुन्छ? खुसी छु के भयो नि पलाती भयो नि म खुसी छु। म तिम्रो जे हजुरआमा तिमी छोरा होस् या छोरी होस् तिमी यो संसारमा राम्रोसँग पाइला टेक्न पाऊ भनेर मेरो यो शुभकामना छ तिमीलाई। आई लभ यु बेबी। हेलो म जेठी हजुरआमा म जेठो हजुरबुवा माइततिरको बेबी बुवाए गर्ल जे भए पनि हामी खुसी छौँ। राम्रो तरिकाले डेलिभरी होस् भन्ने शुभकामना दिन चाहन्छु। सानो बेबीलाई थाम्के पौडेल छेत्री थाम्के परिवारको तर्फदेखि धेरै धेरै वेलकम। आई एम भेरी भेरी ह्याप्पी। थ्याङ्क यू। हेलो बेबी हाम्रो अब बेबी भए पनि अब नातिनी भए पनि जे भए पनि ठिक छ। भगवानले दिएको चिज एकदम राम्रो होस् देख्न पाइयोस्। अब हामी अस्ट्रेलिया आउँदाखेरि म चाहिँ हजुरबुवा है। हेलो बेबी म तिम्रो माइजू हजुरआमा। मलाई लाग्छ तिमी नाति हो तर केही छैन, नाति भए पनि नातिनी भए पनि म हजुरआमा हुन पाउँदा एकदमै खुसी छु। आई लभ यु बेबी। नमस्ते म हुनेवाला बेबीको मामा। हामी चाहिँ बेबीको लागि चाहिँ एकदमै वेट गरिरहेको छौँ। बेबीको लागि चाहिँ हामी एकदमै हेर्नको लागि आतुर छौँ। नमस्ते म हुनेवाला बेबीको माइजू। भान्जा भए पनि भान्जी भए पनि हामीहरू एकदमै खुसी छौँ। आई मिस यु, आई लभ यु। आई मिस यु, आई लभ यु टु। ल एकदम चाँडोभन्दा चाँडो हाम्रो भेट होस्। सी यु सुन। First of all, I would like to congratulate my Baini and Joy on the journey of parenthood. Today is a very special day for all of us and we are so excited to know if it's a boy or a girl. I'm happy either way, but my gut feeling is saying that it's a girl. So, baby girl, my Banji, welcome to the family. And I'm so excited to see you, meet you, hug you, love you and support you. Yeah, welcome to the family. Congratulations Paini Jai. So much love. Hello baby, I'm your sister and I think you are gonna be a boy.